भनी गएको जान्छु भनेको भए तिमी पनि आउँथ्यौ र के थाहा आउनु पनि सक्थे कि होस् कति नआउने नै जस्तो यहाँ तिमीलाई च्यापेको सम्झेर सिरानी च्यापेर बस्नु परिरहेछ भोलि दिदीको बिहेको लागि जानुपर्छ नि याद छ नि होइन तिमीहरू म मात्र जाऊँ ल के को तिमी र म आर्या मोती सबैजना हुन्छन् होस् म त जाँदिनँ तिमीहरू तिनजना मिलेर मलाई के गर्यो भने म के गर्नु हे के कुरा गर्न आउँछ है तिमीलाई अब आफ्नै मान्छेसँग त गर्ने हो नि कुरा ल ल भोलि खन्छ पनि जान्छन् हामीसँग गने गए जान्छ नगए जान्न तिमीहरू म मात्रै जाऊँ न प्लिज ल ल भोलि रामभजनको पानीपुरी चोकमा 9 बजे ओके लाखा साला पिङ्कीको पुजारी अब पिङ्कीको पूजा नगरेर तेरो पूजा गर्नु त नि कस्तो रमाइलो भएर त्यहाँ बेकार मुडै ब्रेक गरिदियो पहिला मेक हुन पर्यो नि ब्रेक हुनलाई भइसक्यो नि यहाँ के भइसक्यो के भइसक्यो तल के थाहा तेरो त दुइटै हातमा लड्डु प्रेम पनि तै घनश्याम पनि तै पञ्चसे कहिले सुपरस्टारलाई त जो कोहीले पनि मन पराउँछ म घनश्याम भएर उसको मन जित्न चाहन्छु ओइ के बागटे हानेर बिस्तारी खा दाइ आउनुभन्दा अगाडि खाइहाल्नुपर्छ नत्र दाइ आएर मलाई खाइदिन्छ म आइहाल्छु गाडी निकाल्दै गर भोक र पैसाको तालमेल नमिलेको यसको खुवाइमा देखिन्छ जति खान सक्छ आजै खाने दे भोलिदेखि आफ्नो औकात हेरेर साथी बनाउनु गर इज माई बेस्ट फ्रेन्ड दाइ दिस टु मच मलाई यसलाई हेपेको मन पर्दैन मलाई पनि त एरेगेरेसँग हिँडेको मन पर्दैन तै कौडीको भिखारीको पछाडि लागेर आफ्नो सँगसँगै मेरो पनि इज्जत आउँछ स्टप सेइङ शिट अबाउट हिम म कसैको पनि पछि लागेको छैन देख्दैछु आजकल आफ्नो डिसिजन खुद आफै लिने भएको छैन तर एउटा कुरा कहिले पनि नबिर्सिनु मिस्टर प्रेम म छु त्यसैले तँ छस् भोलिदेखि यसलाई यो घरमा देख्न नपाओस् डुप्लिकेट बनाएर बजार बजार घुमाउने पनि साथी हुन्छ खाना नपाएको खाँदै ओए नरिसा न यार ओए प्लिज माइन्ड नगर छोड दे यार आई एम सॉरी दाइले ठिकै भन्नुभएको त हो नि अनि तेरो यत्रो नाम छ कहाँ जाने कोसँग सङ्गत गर्ने तैँले विचार गर्नु पर्दैन यो सब सम्राट दाइले गर्दा भएको त हो नि हे हाउ कुरो नगर्ने यार तँलाई पनि थाहा छ त मलाई स्टारवाला लाइफ जिउनु छैन भनेर म त साधारण प्रेम भएर जिउन चाहन्छु आर्यको प्रेम अनि तेरो प्रेम आइज अनि आर्यले पनि त स्टार प्रेमलाई त माया गर्छ नि मलाई थाहा छ एक दिन आर्यले पनि त्यही प्रेमलाई माया गर्छ जुन प्रेमलाई तैँले माया गर्छस् त्यसबे घने पनि पिङ्की गाउँ जानै पर्छ के थाहा अलि समय बिताउँदा आर्यले पनि सुपरस्टार प्रेमलाई बिर्सेर घनश्यामलाई पो माया गर्छ कि छाला
कालो घाँटीमा छ टालो आलु छिल्यो नुन खोर्सानी डालो मोटी छोटी काली गोरी 101 छम्माहरू अरे ओ साम्बा ₹50 के पानीपुरी डालो आँखा छ चिम्सो चिम्सो अनुहार हेर्दा डल्लो यो कस्तो पापडी चाट हो मुख हेर्दा खल्लो हिमाल पहाड तराई कोही छैन पराई हेलो वेलकम टु माई सेक्सी कार आफ्नो ख्याल राख्नु पर्छ है हस् राम भजन ढिलो जाउँ छिराइ सबै पछाडि राख बे। ओए त यहाँ अभियसली म त पिङ्कीको दिदीको बिहामा गएर तिमी कसरी यहाँ पिङ्की उनीहरू पनि हामीसँग बेमा जान्छन् दिदीको पछाडि बस्ने मान्छेको ब्याग पछाडि नै हाउ डेयर यु थ्रो माई ब्याग हाउ डेयर यु टेक माई सीट दिस इज माई कार ओ रियली खै नाम लेखे त देख्दिन त म यु यस मी खै खै मोटी यो मेरो सिट हो हेलो मिस गेट डाउन प्लिज अरे वाह अझ यो मेरो सिट हो सिजर मैले रिजर्भ गरिरहेको थिएँ अघिदेखि मैले रिजर्भ गरे इस मेरो ओहो भयो आफूहरूको जोस चाहिँ बवाल लाग्यो कि आई क्यान्ट ह्यान्डल इट राइट नाउ सो दुवैजना पछाडि बसिदिनुहोस् है ल छिटो छिटो पधार्नुहोस् ओइ टाइममा हिँड है हुन्छ के हुन्छ तँभन्दा चाँडो हामी होइन यो साथीलाई मैले कहाँ देखेको सिक्किमतिर हो कि दार्जिलिङतिर न त सिक्किम न त दार्जिलिङ उहाँ हुनुहुन्छ हाम्रो घनश्याम महर्जन सुपरस्टार प्रेमको डुप्लिकेट ल त्यसो भने मेरो ललिपप चुसौँ न त यो भनेको बुचकारी झड्काडी बुचकारी झड्काडी बुचकारी झड्काडी बुचकारी के बधाई बोक्सीलाई क्या होइन मेरो गाडीमा धेरै दिनपछि जोडीहरू बसेका छन् बुझा के भएर माया लाउने बुचकारी जोडी अब टम एन्ड जेरी जस्तो झगडा गर्ने झगडालु जोडी ओ दाइ कसलाई जोडी भनेको लङ्गुर र अङ्गुरको जोडी उखानमा मात्रै हुन्छ हेर्दाखेरि नै लुटेर जस्तो छ ओ महारानी के भन्नु खोजेको न त मैले मन्त्री जसरी कसैलाई लुटेको छु न टेररिस्ट जसरी कसैलाई मारेको छु बोल्न पाएँ भन्दैमा जे पाएँ त्यही होइन यो फिल्ममा जस्तो झगडा नपरी लप पर्दैन भने कसैको नि ए पिङ्की हाम्रो त झगडै पर्दैन त ठुलो पर्दैन कि क्या हो त्यस्तो हुँदैन के यो सबै बोकेर माथि आउनुहोस् है 2 मिनटको बाटो मात्रै हो जमजम हिँड आई एम नट पोर्टर यार के सोध्छन् यहाँ ड्राइभरलाई ड्राइभरको नि आफ्नो प्रेस्टिज हुन्छ नि हेडलाइट जस्तो चम्किला यी आँखा ह्यान्डब्रेक जस्तो नुकिलो नाक भरिलो गुलाबी ओठ एकदम फ्रेस जस्ती कसको हरन जस्तो यो आवाज नाम सुनेली रूप सुनेली आमा दिदी पिङ्की पिङ्की राम्रोसँग आइपुग्यौ हजुर मेरो साथी पिङ्कीको दिदी राइट कसरी थाहा भयो सिम्पल बिहे घरको बेहुली नसजिए काठमाडौँबाट आएको ठिटीहरू सजिन्छ त कहीँ बल्ल रमाइलो हुने भयो अब मैले त कतिचोटि भनिसकेँ यसलाई पनि काठमाडौँमै गएर पढ भनेर आमा पनि आउनु पाएको छैन कथा व्यथा सुनाउन थाल्नुहुन्छ रेस्ट त गर्न दिनुहोस् ओइ प्रेम होइन र प्लिज नझुक्किनुहोस् म त घनश्याम महर्जन प्रेम त मेरो डुप्लिकेट हो ओ बाई द वे यो चाहिँ मेरो साथी हरि नमस्ते नमस्ते ल के भयो नानीलाई के भयो ल पानी अरे
के हो कति महिना के भनेको लामो यात्रा गरेर आएका नानीहरूलाई गाडी लागे जस्तो छ। गाडी लागेको होइन आमा पैसा लागेको नानी तातो पानीमा नुन हालेर खाएपछि ठिक हुन्छ। तातो पानी होइन आमा कागती र खोर्सानी खाएपछि ठिक हुन्छ ल सामान यहाँ छै म चाहिँ लागे। कहाँ लाग्ने दाई तपाईँ हाम्रो घर आउनुभयो भनेपछि तपाईँ पनि हाम्रो पाहुना। सो दिदीको बिहे अटेन्ड गरेर मात्रै जाने बरु सँगै फर्किउला नि। ल ल केटीहरूको माथि केटाहरूको तल है त। केटीहरूको माथि केटाहरूको तल तलमाथि। हा मोटी बस्ने ठाउँ के रुम। अनि यहाँ शर्ट त आउँछ नि होइन। काठमाडौँबाट आउनु भएको महारानी साहेबालाई भुक्लुक भुक्लुक उम्लेको तातो पानी हाजिर हो बिहानी पख उठ्ने पदेरीमा जाने चिसो पानी भर्ने अनि सूर्यदेवलाई हेरेर हे सूर्यदेव मेरो यो चिसो चिसो मुटुलाई तपाईँको तातो तातो रापले तताइदिनु भन्ने अनि नाउने गाउँमा हट सावर। हेलो प्रेम सर कहाँ हुनुहुन्छ तपाईँ? दाइले हामीलाई फायर गर्ने बेला भइसक्यो। शिवजी म 2-4 दिनको लागि गाउँ रिफ्रेसमेन्टको लागि आएको छु दाइलाई त्यही भनिदिनुहोस् है। ओके सर तर छिटो आइदिनुहोस्। हस् थ्याङ्क यू।